हाम्रो दिदी आउँदैछ है त्रिभुवन विमानस्थलमा। अब के गफ दिन्छ है दिदीले। दिदी हजुर अब तपाईँले आज त खतरै गफ दिने होला होइन, के गफ छ भन्नु त। के चाहिँ गफ गर्न लाऊ न यता आएर गफ गरौँ। गफ चाहिँ के गर्नुपर्ने, तर मिठो गफ गर्यो भने गरिन्छ होइन। होइन मान्छे यो एयरपोर्टमा गफ चाहिँ गरिँदैन है। के चाहिँ गफ गर्नु पर्यो ल भन त। भन्नु न, अब यस्तो हुन्छ नि, तपाईँले दुबईतिर कतिको राम्रो थियो, नेपालभन्दा दुबई राम्रो कि के हो? होइन मलाई त मेरै स्वदेश प्यारो। त्यही भएर तपाईँले व्यवसाय गर्न थाल्नुभयो हो? त्यही भएर व्यवसाय गर्न थाल्नुभयो हो? हजुर हजुर। अब देश विदेश पनि खाइयो होइन। अब हरेक कुराहरू दुःख सङ्घर्ष मेहनत परिश्रम गर्दै आउँदाखेरि अहिले चाहिँ मलाई मेरै स्वदेश प्यारो छ। अब खटिनु पर्यो। विदेशमा जति हामी 10-12 घन्टा खटेर 18-19 घन्टा खटेर हामीले टाइम दिन सकिन्छ नि, त्यो टाइम हामीले यहाँ पनि दिन सक्यो भने हामी केही सानो व्यवसाय या बिजनेस चाहे कारखाना कल कारखाना काम जे पनि हामी चाहिँ सक्सेस चाहिँ हुन सकिन्छ। रियली? एक्ज्याक्टली 100% स्योर।